नमस्कार सबैजनामा। हामी अहिले मोक्षधाममा प्रवेश गरिसकेका छौँ। मोक्षधाममा प्रवेश गरिसकेपछि त्यहाँ ठ्याक्क आरती हुने टाइम भएको रहेछ र हामीलाई पनि त्यो आरती हेर्ने अवसर आरती सुरु हुने ठ्याक्क टाइम भइसकेको रहेछ। त्यसै टाइममा हामीले आरती पनि हेर्ने अवसर पायौँ र हामीले आधी घन्टा जति आरती पुरै हेऱ्यौँ। हामी त्यहाँ पुग्दा समय लगभग 5:30 जति भइसकेको थियो। 5:30देखि 6 बजिसकेको थियो र त्यही समयमा आरती हुने रहेछ यहाँ मोक्षधाममा। र त्यो हामीले आरती हेऱ्यौँ। आरती हेरिसक्यौँ पुरै र आरती हेरिसकेपछि त्यहाँको प्रसाद, त्यस दिनको प्रसाद चाहिँ चिया र बिस्कुट थियो। त्यो हामीले खायौँ, प्रसाद ग्रहण गऱ्यौँ। त्यसपछि हामी आरती हेरिसक्यौँ। हेरिसकेपछि एकदम आनन्द मन भयो, आनन्दले हेऱ्यौँ। रमाइलो पनि भयो, एक प्रकारको धार्मिक स्थलमा गएर मन पनि आनन्द भयो र त्यहाँ धेरै भक्तजनहरू पनि आउनुहुँदो रहेछ। र यो काठमाडौँबाट नजिकै हो, 35-36 किलोमिटरको दूरी हो काठमाडौँबाट। त्यहाँ जान धेरै लामो समय खर्च गर्नुपर्ने रहेनछ, नजिकै रहेछ। यो चाहिँ पनौतीमा पर्छ र यहाँ धेरै भक्तजनहरू आउने जाने गरिराख्नु हुँदोरहेछ र रमाइलो भयो, एक प्रकारको आनन्द आयो। र हामी त्यसपछि आरती सकिएपछि हामी त्यहाँ नजिकै रहेको रमाइलो ठाउँ मानिसहरू फोटो खिचिराख्नु भएको थियो र त्यहाँ घुमिराख्नु भएको थियो। सबै एक प्रकारमा हाँसिराख्नु भएको थियो, एकदम धार्मिक देखाइराख्नु भएको थियो। बाहिर हिँड्दा जस्तो ठुस्स परे हुन्छ नि मान्छेहरू, यहाँ चाहिँ एकदम हाँसिलो अनुहार बनाएर घुमिराखेको, फोटो खिचिराखेको दृश्य देख्न सकिन्थ्यो। टक्क दुबोको छेउमा बसेर फोटो लिइराखेको दृश्य पनि देख्यौँ हामीले। रमाइलो र जङ्गल वरिपरि जङ्गल भएको राम्रो र उसमा एक प्रकार पानी पनि रहेछ, यहाँ खोलिँदो रहेछ एकछिन। त्यसपछि छर्र आवाज पनि आउने, पानीको फोहरा पनि खोलिँदो रहेछ बेला बेलामा र धेरै रमाइलो छ। वरिपरि टक्क जङ्गल छ अनि त्यहाँ चाहिँ मोक्षधाम छ बिचमा, एकदम राम्रो छ। फुलहरू ढकमक्क फुलेको छ। मन्दिर चाहिँ यस प्रकारको छ त्यहाँ मोक्षधामको, एकदम शान्त छ। त्यहाँ गएपछि यो चाहिँ मन्दिरको अगाडि आरती गर्ने टाइम र त्यहाँ घुम्दा घुम्दै यसो भिडियो बनाऊ भन्ने तरिकाले भिडियो पनि बनाइयो र एकदम मन आनन्द हुने रहेछ यहाँ गएपछि। आनन्द धार्मिक स्थलमा गएपछि। थ्याङ्क यू फर वाचिङ र साथै सब्सक्राइब पनि गरिदिनु होला यस च्यानललाई। यस्तै भिडियो लिएर आउनेछु अरू पनि, र बेल आइकनलाई पनि दबाएर सहयोग गरिदिनु।